कार्यक्रमसँग सम्बन्धित सबै साथीहरू, म सबभन्दा पहिले यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्न चाहन्छु। अब यो जिम्नास्टिकको विषयमा अब ग्रिसको कता साथीहरूले भन्नुभयो। मेरो विचारमा हाम्रो ख्यागुडा भन्ने खेल छ। ख्यागुडालाई अब नेपाली भाषामा के भन्नु, अब त्यो झन्डै टुङ्गेल छ र हाम्रो देश पनि ग्रिस जस्तै प्राचीन देश हो। त्यस कारण हामीले ती सबै कुराहरूलाई हामीले सोच्यौँ भने हाम्रो नाचगान भने एक प्रकारको खेलकुदै हो र शारीरिक अभ्यास हो। त्यसबाट पनि हामीले सिक्यौँ र हाम्रा सबै नाचगानहरू जसमा बाल्यागानसँग मिलेको छ, त्यो शरीरका एक अङ्ग प्रत्यङ्ग त्यसमा चलायमान हुन्छ। हाम्रो एउटा नाच यिनीहरू छ। त्यसो भएको हुनाले हामी उपत्यकाका नाचगानका पुरानो खेलहरूबाट पनि हामीले सिक्यौँ। यसलाई जोडौँ, हाम्रो र यिनीहरूको बिचमा के फरक छ र जे गरेर पनि हामीले आफ्नो देशका जनताको स्वास्थ्यलाई ध्यान दिनुपर्ने। हाम्रो भाइ बहिनीमा साना भाइ बहिनीहरूदेखि नै हामीले त्यसैले लक्ष्य दिन सक्यौँ र साहस थप्न सक्यौँ भनेदेखि हाम्रो देशको समाजका विभिन्न गतिविधिमा हामी अगाडि बढ्नेछौँ। म आशा गर्छु हाम्रो सबै भाइ बहिनीहरूले एउटा प्रतियोगितामा आफ्नो कलालाई प्रदर्शन गर्नुहुनेछ र म खेलकुदको पूर्ण सफलताको कामना गर्दै हामी सबै खेलाडी भाइ बहिनीलाई